आजको यो भिडियो अन्तर म तपाईहरुलाई सिकाउनेवाला छु। तपाईहरुले एउटा नयाँ युट्युब च्यानल कसरी क्रिएट गर्न सक्नुहुन्छ भन्ने विषयमा सिकाउनेवाला छु र तपाईहरुले आफ्नो युट्युब च्यानलमा लाग्ने साथसाथै लोगो र ब्यानर थम्बनेल कसरी बनाउने त्यो विषयमा पनि सिकाउनेवाला छु र तपाईहरुले चाहिँ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई साथ सपोर्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। म तपाईहरुलाई आफ्नो मोबाइलको स्क्रिनमा लगेर देखाउने छु, भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र साथीहरु हामीले चाहिँ सबभन्दा पहिला आफ्नो जिमेल ओपन गर्नुपर्ने हुन्छ र त्यसको लागि तपाईहरुले पनि आफ्नो जिमेल ओपन गर्नु होला। र जिमेल ओपन गरिसकेपछि यहाँ तपाईहरुले माथि देख्न सक्नुहुन्छ आफ्नो प्रोफाइल, यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ एड अनदर एकाउन्ट भनेको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ विभिन्न अप्सनहरु छन्। तपाईको आइफोनमा चाहिँ यस्तो खालको अप्सन देखाउँछ र तपाईको एन्ड्रोइडमा चाहिँ यस्तो देखाउँदैन। र तपाईले चाहिँ माथि देख्न सक्नुहुन्छ गुगल भनेको छ, यसमा एड गर्नु होला, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ कन्टिन्यूमा क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि साथीहरु तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ इमेल और फोन भनेको छ र तल तपाईहरुले क्रिएट एकाउन्ट भनेको छ, यसमा तपाईहरुले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि फोर माई पर्सनल युज भनेको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ तपाईहरुले आफ्नो नाम राख्नु होला र यहाँ तल चाहिँ तपाईले आफ्नो थर राख्नु होला। त्यसपछाडि यहाँ देख्न सक्नुहुन्छ तपाईले नेक्स्ट गर्नुपर्ने हुन्छ, नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यहाँ चाहिँ आफ्नो डेट अफ बर्थ राख्नु होला, तपाईको एज राख्नुपर्ने हुन्छ, आफ्नो एज राख्नु होला। र साथीहरु यहाँ तल चाहिँ देख्न सक्नुहुन्छ जेनरल भनेको छ, यसमा चाहिँ तपाईहरुले क्लिक गर्नु होला। तपाईले चाहिँ यसमा सिलेक्ट गर्नुपर्ने हुन्छ, यहाँ चाहिँ तपाईहरुले मेल सिलेक्ट गर्नु होला। मेल सिलेक्ट गरिसकेपछि तपाईहरुले यहाँ तल देख्न सक्नुहुन्छ नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि साथीहरु यहाँ तपाईहरुको देख्न सक्नुहुन्छ जिमेल एकाउन्ट आइसकेको छ र तपाईहरुले आफै बनाउन चाहनुहुन्छ भनेपछि तपाईहरुले यहाँ क्रिएट युर जिमेल एड्रेस भनेको छ, यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरिसकेपछि तपाईहरुले चाहिँ यहाँ बनाउन सक्नुहुन्छ। साथीहरु आफैले बनाउनु होला र म जस्तै बनाउन गइरहेको छु। तपाईहरुले पनि यसरी नै आफै पनि तपाईले क्रिएट गर्न सक्नुहुन्छ। बनाइसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ नेक्स्ट भनेर यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ तपाईहरुले आफ्नो एउटा पासपोर्ट सिलेक्ट गर्नुपर्ने हुन्छ, एउटा पासपोर्ट राख्नुपर्ने हुन्छ र तपाईले चाहिँ यसमा आफ्नो पासपोर्ट राख्नु होला एउटा। तपाईहरुले पासपोर्ट चाहिँ एउटा क्यापिटल राख्नुपर्ने हुन्छ र स्मल तपाईले अङ्क राख्नुपर्ने हुन्छ, मिलाएर राख्नु होला पासपोर्ट चाहिँ तपाईहरुले। र साथीहरु यसमा पासपोर्ट राखिसकेपछि तपाईहरुले यहाँ तल देख्न सक्नुहुन्छ नेक्स्टमा क्लिक गर्नु होला। र तपाईहरुले चाहिँ योमा चाहिँ तपाईहरुले आफ्नो फोन नम्बर राख्नुपर्ने हुन्छ र यसमा चाहिँ आफ्नो फोन नम्बर एड गर्नु होला तपाईहरुले। आफ्नो फोन नम्बर एड गरिसकेपछि तपाईहरुले यहाँ चाहिँ देख्न सक्नुहुन्छ यसमा यो अप्सनमा चाहिँ क्लिक गर्नु होला र यसमा चाहिँ स्किप गरिदिनु होला। र स्किप गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि साथीहरु यहाँ देख्न सक्नुहुन्छ तपाईले आई एग्री भनेको छ, यसमा क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ साथीहरु तपाईले यसमा क्लिक गरिसकेपछि तपाईको चाहिँ जिमेल एकाउन्ट बनेर रेडी भइसकेको छ। तपाईहरुले चाहिँ यहाँ एकछिन टाइम लाग्नेछ, तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ जिमेल एकाउन्ट बनेर रेडी भइसकेको हुनेछ तपाईहरुको। यसरी नै तपाईहरुले चाहिँ आफ्नो जिमेल एकाउन्ट चाहिँ क्रिएट गर्न सक्नुहुन्छ र यसरी नै तपाईहरुले आफ्नो जिमेल एकाउन्ट बनाउनु होला। र तपाईहरुले चाहिँ अब यो बनाइसकेपछि यहाँबाट ब्याक आउनु होला र तपाईहरुले चाहिँ आफ्नो युट्युब ओपन गर्नुपर्ने हुन्छ, युट्युब ओपन गर्नु होला। युट्युब ओपन गरिसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ यु भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला।
यसमा क्लिक गरिसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ तपाईँले एकाउन्ट भनेको छ, यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ नो च्यानल भनेर आइसकेको छ यो एकाउन्ट, यसमा क्लिक गर्नु होला तपाईँले। यसमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँ तपाईँहरूको च्यानल आइसकेको छ र तपाईँहरूले यहाँ राम्रोसँग देख्न सक्नुहुन्छ तपाईँहरूको च्यानल आइसकेको छ साथीहरू। र तपाईँहरूले चाहिँ अब यसमा बनाउनु पर्ने हुन्छ आफ्नो च्यानललाई हल्का केही फरक देखाउनको लागि तपाईँहरूले चाहिँ यो माथि लोगो बनाउनु पर्ने हुन्छ र साथीहरू तपाईँहरूले चाहिँ त्यसको लागि ब्याग आउनु होला। तपाईँहरूले प्ले स्टोर या एप स्टोरमा जानु होला, एप स्टोर प्ले स्टोरमा गएर तपाईँहरूले एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईँले क्यानभा भन्ने एप डाउनलोड गर्नु होला र मैले चाहिँ अलरेडी डाउनलोड गरिसकेको छु। र क्यानभा र फिजल एप पनि छ, एउटा क्यानभा छ र तपाईँले जुन एपबाट पनि बनाउन सक्नुहुन्छ र म चाहिँ तपाईँहरूलाई क्यानभा एपबाट बनाएर देखाउनेछु। र क्यानभा एप ओपन गर्नु होला। क्यानभा एप ओपन गरिसकेपछि साथीहरू तपाईँहरूले चाहिँ यहाँ यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ र यहाँ माथि चाहिँ तपाईँले सर्च गर्नु होला युट्युब लोगो भनेर सर्च गर्नु होला। युट्युब च्यानल लोगो भनेर सर्च गरिसकेपछि तपाईँहरूको चाहिँ यहाँ यस्तो खालको इन्टरफेस आउनेछ र तपाईँले चाहिँ यही पनि युज गर्न सक्नुहुन्छ। जुन योमा प्रो लेखेको छ यो चाहिँ तपाईँले युज गर्न पाउनुहुन्न, किनभने यसको लागि चाहिँ तपाईँहरूले पैसा तिर्नुपर्ने हुन्छ र तपाईँहरूले चाहिँ जुन फ्री छ यो चाहिँ युज गर्न पाउनुहुन्छ र मैले चाहिँ यसलाई युज गरेँ। र यसमा क्लिक गरिसकेपछि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ योमा चाहिँ आफ्नो नाम राख्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ जस्तै यहाँ तल एडिटमा क्लिक गर्नु होला। एडिटमा क्लिक गरिसकेपछि यसलाई चाहिँ तपाईँले डिलिट गरेर तपाईँले चाहिँ यसमा आफ्नो च्यानलको नाम राख्न सक्नुहुन्छ। जस्तै म राख्छु दिशान्त च्यानल भनेर राखेँ र तपाईँले चाहिँ यसमा चाहिँ तपाईँले विभिन्न कलरहरू राख्न सक्नुहुन्छ। तपाईँलाई चाहिँ कुन कलर मनपर्छ तपाईँले राख्न सक्नुहुन्छ र त्यस पछाडि यसलाई क्लिक गरेर तपाईँले चाहिँ यसलाई सेभ गरिदिनु होला। र तल पनि तपाईँले यसरी नै राख्न सक्नुहुन्छ। तपाईँलाई के राख्न मन छ त्यसरी नै राख्न सक्नुहुन्छ र मैले चाहिँ तल के राखिनँ अहिले। र तपाईँले यो बिचमा जुन फोटो छ यो फोटो चाहिँ तपाईँले क्रिएट गरेर चाहिँ आफ्नो फोटो राख्न सक्नुहुन्छ। तपाईँले चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ रिफ्रेसर भनेको छ, यसमा रिफ्रेसमा क्लिक गरेर तपाईँले चाहिँ यसमा आफ्नो फोटो राख्न सक्नुहुन्छ। जस्तै म एउटा आफ्नो फोटो सिलेक्ट गर्नेछु यसमा र तपाईँले चाहिँ यसरी नै तपाईँले आफ्नो फोटो सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै मैले यो फोटो सिलेक्ट गरेँ र यो फोटो सिलेक्ट गरिसकेपछि तपाईँहरूले अब यसमा क्लिक गर्नु होला र यहाँ माथि देख्न सक्नुहुन्छ यसमा क्लिक गरेर तपाईँहरूले यसलाई सेभ गर्न सक्नुहुन्छ। सजिलैसँग तपाईँहरूले यसलाई सेभ गर्नु होला र सेभ गरिसकेपछि तपाईँ ब्याग आउनु होला। ब्याग आइसकेपछि तपाईँले आफ्नो युट्युब ओपन गर्नु होला। युट्युब ओपन गरेर तपाईँले यो यु भन्ने अप्सनमा क्लिक गरिसकेपछि तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ क्रिएट च्यानल भनेर यसमा गएर तपाईँले चाहिँ यसमा आफ्नो यहाँ देख्न सक्नुहुन्छ टेक अ फोटो भनेको छ र चुइस फ्रम युर फोटो भनेको छ, चोइस युर फ्रम फोटो भनेको छ र यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँहरू चाहिँ जुन यो अहिले बनाएको यसलाई चाहिँ योमा लोगोको हिसाबमा लगाउन सक्नुहुन्छ। र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ लगाइसकेपछि ब्याग आउनु होला र तपाईँहरूको चाहिँ यसरी नै हुनेछ। र तपाईँहरूले चाहिँ ब्याग आइसकेपछि देख्न सक्नुहुन्छ अब तपाईँहरूले के गर्नुपर्ने हुन्छ भने चाहिँ यसमा तपाईँहरूले अब ब्यानर बनाउनु पर्ने हुन्छ। क्रिएट च्यानलमा क्लिक गरिदिनु होला र त्यस पछाडि चाहिँ तपाईँको चाहिँ यस्तो खालको देखाउने छ साथीहरू। र तपाईँहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईँको च्यानल चाहिँ हल्का फरक देखिरहेको छ, तपाईँहरूले फेरि यसबाट अब तपाईँहरूले यसमा बनाउनु पर्ने हुन्छ, तपाईँले ब्यानर बनाउनु पर्ने हुन्छ। त्यसको लागि तपाईँ चाहिँ आफ्नो क्यानभा एपमा आउनु होला र तपाईँले फेरि यसबाट ब्याक गएर तपाईँले यहाँ सर्च गर्नुपर्ने हुन्छ। तपाईँले सर्चमा गएर सर्च गर्नु होला युट्युब ब्यानर भनेर सर्च गर्नु होला। युट्युब ब्यानर भनेर सर्च गर्नुपर्ने हुन्छ, ब्यानर भनेर सर्च गर्नु होला र यस्तो खालको आउँछ र तपाईँहरूले आफै पनि बनाउन सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यसमा र मैले चाहिँ एउटा सिलेक्ट गर्छु र
तपाईँले सिलेक्ट गरिसकेपछि देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँहरूले आफ्नो फोटो रिफ्रेसर गरेर आफ्नो फोटो यहाँ तपाईँहरूले राख्न सक्नुहुन्छ। आफ्नो फोटो राख्न पनि सक्यो तपाईँहरूले र यस्तै पनि तपाईँहरूले सेभ गर्न सक्नुहुन्छ। र त्यस पछाडि चाहिँ आफ्नो फोटो सिलेक्ट गरेँ मैले यसमा चाहिँ तपाईँहरूले अब आफ्नो च्यानलको नाम राख्न सक्नुहुन्छ। यसमा चाहिँ म चाहिँ यसमा राख्नेछु दिशान्त भनेर राखेँ मैले चाहिँ दिशान्त दिशान्त च्यानल भनेर राख्छु दिशान्त च्यानल भनेर राख्छु म चाहिँ दिशान्त च्यानल भनेर राखेँ र तपाईँहरूले चाहिँ यसपछि यसमा क्लिक गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ तपाईँले हल्का मिलाएर राख्नुपर्ने हुन्छ। यसमा मिलाउनु होला तपाईँहरूले चाहिँ आफूलाई कस्तो खालको मनपर्छ त्यसरी नै तपाईँले यसलाई मिलाएर नै राख्न सक्नुहुन्छ। र साथीहरू यहाँ देख्न सक्नुहुन्छ तल फुड भ्लग छ। यसलाई चाहिँ तपाईँहरूले डिलिट गर्न सक्नुहुन्छ र यसलाई डिलिट गर्नु होला। डिलिट गर्न मन छैन भने चाहिँ यसमा पनि तपाईँहरूले आफ्नो च्यानल नै राख्न सक्नुहुन्छ र म यसमा पनि आफ्नो नाम नै राख्छु च्यानलको नाम नै राख्छु। तपाईँहरूले पनि यसरी नै आफ्नो च्यानलको नाम राख्न सक्नुहुन्छ र त्यस पछाडि तपाईँहरूले यसमा क्लिक गर्नु होला र माथि यसरी नै तपाईँले सेभमा क्लिक गर्नुपर्ने हुन्छ। सेभमा क्लिक गर्नु होला। सेभमा क्लिक गरिसकेपछि साथीहरू तपाईँको चाहिँ सेभ हुनेछ र तपाईँहरू यहाँबाट ब्याक गएर तपाईँले चाहिँ आफ्नो युट्युब ओपन गर्नुपर्ने हुन्छ। युट्युब ओपन गर्नु होला। त्यस पछाडि चाहिँ तपाईँ यो भन्ने अप्सनमा गएर तपाईँहरूले यो भ्यू च्यानल छ यसमा क्लिक गर्नु होला। एडिट च्यानल भनेको छ यसमा क्लिक गरेर तपाईँहरूले जस्तै देख्न सक्नुहुन्छ यहाँ माथि यो क्यामेराको आइकन छ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले चोइस फ्रम युर फोटो भनेको छ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ यसमा राख्नु। यसलाई चाहिँ हल्का मैले चाहिँ सानो सानो बनाउँछु र त्यस पछाडि चाहिँ तपाईँले यहाँ माथि सेभ भनेको छ यसमा क्लिक गर्नु होला। सेभमा क्लिक गरिसकेपछि तपाईँहरूको चाहिँ फोटो सेभ हुनेछ। तपाईँको फोटो चाहिँ सजिलै तरिकाले सेभ हुनेछ देख्न सक्नुहुन्छ। तपाईँहरूको चाहिँ फोटो सेभ भइसक्यो र तपाईँहरूले नाममा चाहिँ देख्न सक्नुहुन्छ नाम दिशान्त गिरी भनेको छ। यसलाई पनि तपाईँले एडिट गरेर अरूको नाम पनि चेन्ज गर्न सक्नुहुन्छ र तपाईँहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ ह्यान्डलमा पनि तपाईँहरूले यसलाई पनि एडिट गर्न सक्नुहुन्छ। यसलाई पनि मैले ठिकै छ यत्तिकै छोडिदिएँ र यहाँ देख्न सक्नुहुन्छ डिस्क्रिप्सनमा तपाईँहरूले आफ्नो च्यानलको नाम राख्न सक्नुहुन्छ। यसमा तपाईँहरूले चाहिँ च्यानलको नाम राख्नु होला। मैले चाहिँ यसमा आफ्नो च्यानलको नाम राख्छु र सेभ गरिदिनु होला। सेभ भइसकेको छ र त्यस पछाडि तपाईँले प्राइभेसीमा के चलाउनु पर्दैन। तपाईँले चाहिँ आफ्नो च्यानल सर्च गर्दाखेरि यो ह्यान्डलको यसबाट सर्च गर्न पनि सक्नुहुन्छ र म चाहिँ योबाट चाहिँ ब्याग आएँ। तपाईँहरूको च्यानल चाहिँ हल्का फरक देखिरहेको छ कि फरक नै भएको छ अगाडिको भन्दा देख्न सक्नुहुन्छ। र तपाईँहरूले चाहिँ अब यहाँ एउटा भिडियो पोस्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँहरूले भिडियो पोस्ट गर्नको लागि यहाँ देख्न सक्नुहुन्छ क्रिएट एकाउन्ट भनेको छ। तपाईँले क्रिएट एकाउन्टमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्रिएट भनेको छ यसमा क्लिक गर्नु होला। म चाहिँ यसमा क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि तपाईँहरूले चाहिँ एउटा भिडियो पोस्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँहरूले चाहिँ भिडियो पोस्ट गर्नु होला र मैले चाहिँ अलरेडी भिडियो बनाइसकेको छु र म चाहिँ यसलाई पोस्ट गर्नेछु र तपाईँहरूले पनि पोस्ट गर्नु होला। र भिडियो पोस्ट गर्नको लागि अब सबभन्दा इम्पोर्टेन्ट कुरा के हो भनेपछि तपाईँहरूले अब भिडियो पोस्ट गर्नको लागि त अब तपाईँहरूले थम्बनेल बनाउनु पर्यो। अब त्यो थम्बनेलको लागि तपाईँहरू फेरि योबाट ब्याक आएर तपाईँले यो आफ्नो क्यानभा एप ओपन गर्नु होला। क्यानभा एप ओपन गरिसकेपछि तपाईँहरूले यहाँ सर्च गर्नुपर्ने हुन्छ। तपाईँहरूले सर्च गर्नु होला युट्युब च्यानल थम्बनेल भनेर सर्च गर्नुपर्ने हुन्छ। युट्युब च्यानल थम्बनेल भनेर आइसकेको छ र तपाईँहरूले सर्च गरिसकेपछि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ विभिन्न किसिमका यहाँ आइसकेका छन् थम्बनेलहरू। तपाईँहरूले पनि यही थम्बनेललाई बनाउन पनि सक्नुहुन्छ र तपाईँले आफै क्रिएट गर्न पनि सक्नुहुन्छ र तपाईँहरूले यसरी नै क्लिक गरेर अगाडि जसरी तपाईँले लोगो बनाउनु भएको थियो ब्यानर बनाउनु भएको थियो र त्यसरी नै तपाईँले चाहिँ थम्बनेल पनि त्यसरी नै बनाउन सक्नुहुन्छ। र
मैले चाहिँ थम्बनेल अलरेडी नै बनाइसकेको छु र त्यसैले मलाई चाहिँ यसको जरुरत परेन र म चाहिँ अब ब्याक गएर भिडियो पोस्ट गर्नेछु एउटा भिडियो र भिडियो पोस्ट गर्दाखेरि सबभन्दा इम्पोर्टेन्ट कुरा तपाईँहरूलाई सिकाउनेछु र यस पछाडि चाहिँ तपाईँहरूले अब यहाँ देख्न सक्नुहुन्छ यसमा आइसकेपछि तपाईँले एउटा भिडियो सिलेक्ट गर्नुपर्ने हुन्छ तपाईँले जुन भिडियो पोस्ट गर्न लाग्नुभएको छ तपाईँले चाहिँ त्यही भिडियो सिलेक्ट गर्नुहोला जस्तै अब मैले चाहिँ एउटा भिडियो अलरेडी नै बनाएर हेलो साथीहरू सबैजनालाई नमस्कार, मेरो नाम चाहिँ अविनाश गिरी र तपाईँले चाहिँ यो भिडियो सिलेक्ट गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँले विभिन्न किसिमको विभिन्न इन्टरफेसहरू देख्न सक्नुहुन्छ सबभन्दा इम्पोर्टेन्ट चाहिँ तपाईँले यो पब्लिक छ यो पब्लिकलाई चाहिँ तपाईँले अनलिस्टमा राख्नु होला भिडियो पोस्ट गर्नुभन्दा अगाडि अनलिस्ट गर्नु होला यसलाई र यस पछाडि ब्याग आएर तपाईँले चाहिँ यसमा चाहिँ तपाईँले नोमा क्लिक गर्नुपर्ने हुन्छ नोमा क्लिक गर्नु होला र तपाईँले चाहिँ यहाँ डिस्क्रिप्सनमा लेख्नुपर्ने हुन्छ अब टाइटल लेख्नु होला भिडियो कुन हिसाबको छ कुन किसिमको छ अब त्यही अनुसारले चाहिँ तपाईँले यहाँ टाइटल लेख्नुपर्ने हुन्छ र तपाईँले चाहिँ सजिलो तरिकाले यहाँ टाइटल लेख्नु होला र म चाहिँ एउटा यहाँ टाइटल लेख्न गइरहेको छु र साथीहरू देख्न सक्नुहुन्छ यहाँ मैले चाहिँ लेखिसकेको छु र तपाईँले चाहिँ यसमा लेख्नु होला यसरी नै अब आफूले आफ्नो मनपर्ने तरिकाले लेख्न सक्नुहुन्छ र तपाईँले चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ एड डिस्क्रिप्सन भनेको छ एड डिस्क्रिप्सनमा चाहिँ तपाईँले यसलाई कपी गरेर यसलाई चाहिँ तपाईँले डिस्क्रिप्सनमा लगाइदिनु पर्ने हुन्छ र मैले चाहिँ लगाएँ र यहाँमा ब्याग आउनु होला र तपाईँले यहाँ लोकेसन राख्नुपर्ने हुन्छ तपाईँले कुन देशबाट भिडियो बनाउँदै हुनुहुन्छ कुन देशबाट तपाईँले अपलोड गर्दै हुनुहुन्छ यहाँ चाहिँ तपाईँले लोकेसन हाल्नु होला र तपाईँले चाहिँ यसमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यसमा क्लिक गर्नु होला यसमा क्लिक गरिसकेपछि ब्याग आउनु होला र ब्याग आइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ अल युज ट्याक्स भनेको छ यसमा क्लिक गर्नु होला यो ट्याक्स भनेको छ यसमा क्लिक गर्नु होला अगाडि कपी गरेकोलाई क्लिक गर्नु होला र तपाईँले यसमा यहाँ तल क्लिक गर्नुपर्ने हुन्छ र त्यस पछाडि चाहिँ तपाईँले चाहिँ यहाँ दुई चारवटा लेखिदिनु होला दुई चारवटा ट्याक्सहरू केही लेख्नु होला तपाईँले चाहिँ यसमा म चाहिँ जस्तै लेख्छु मैले चाहिँ यहाँ माथि लेखिसकेको छु एउटा जिमेल आइडी दुईवटा फोनमा कसरी चलाउने भनेर लेखिसकेको छु र म चाहिँ यहाँ आफ्नो नाम एड गर्न गइरहेको छु नाम एड गर्नु होला र त्यस पछाडि तपाईँ यसबाट ब्याक जानु होला ब्याक गइसकेपछि यहाँ चाहिँ हाम्रो सब काम भइसकेको छ र तपाईँ चाहिँ त्यस पछाडि अपलोड भिडियोमा हाल्नु होला अपलोड गर्नु होला यसलाई अपलोड गरिसकेपछि हल्का टाइम लाग्नेछ र देख्न सक्नुहुन्छ यहाँ अपलोड भइसकेको छ र साथीहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँको भिडियो पोस्ट भइसकेको छ र भिडियो तपाईँहरूले चाहिँ अब योबाट चाहिँ तपाईँहरू ब्याक जानु होला ब्याक गएर तपाईँहरूले चाहिँ आफ्नो वाइटी स्टुडियो ओपन गर्नुपर्ने हुन्छ वाइटी स्टुडियो ओपन गर्नु होला वाइटी स्टुडियो ओपन गरिसकेपछि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ कन्टेन्ट भनेर लेखेको छ यसमा क्लिक गर्नु होला यसमा क्लिक गरिसकेपछि तपाईँहरूले यो जुन भिडियो छ यसमा क्लिक गर्नु होला यो भिडियोमा क्लिक गरिसकेपछि अब यसमा त हामीले थम्बनेल लगाउनु छ साथीहरू त्यसको लागि तपाईँहरूले यहाँ माथि पेन्सिलको आइकन छ यसमा क्लिक गर्नुपर्ने हुन्छ यसमा क्लिक गर्नु होला र पेन्सिलको आइकनमा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँ माथि देख्न सक्नुहुन्छ यो फोटोको यसमा यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसकेपछि तपाईँहरूले योबाट चाहिँ तपाईँहरूले आफ्नो देख्न सक्नुहुन्छ कस्टम थम्बनेल भनेको छ यसमा क्लिक गर्नु होला यसमा क्लिक गरिसकेपछि यहाँ अब हामीले यता अब आफ्नो आइडी भेरिफायर गरेको नै त्यसैले यहाँ भेरिफायरमा क्लिक गर्नु होला यसमा क्लिक गरिसकेपछि तपाईँको चाहिँ फोन नम्बर चाहिँ यसमा चाहिँ फोन नम्बर क्रिएट गर्नुपर्ने हुन्छ र तपाईँले चाहिँ यसमा फोन नम्बर राख्नु होला आफ्नो फोन नम्बर राखिसकेपछि साथीहरू देख्न सक्नुहुन्छ यहाँ तल नेक्स्ट भनेको छ यसमा क्लिक गर्नुपर्ने हुन्छ यसमा क्लिक गर्नु होला
यसमा क्लिक गरिसकेपछि यहाँ तपाईँको मोबाइलमा चाहिँ म्यासेज कोड आउनेछ। तपाईँहरूको चाहिँ कोड क्लिक आएपछि चाहिँ तपाईँले यसमा एड गर्नु होला कोड चाहिँ। र तपाईँहरूको चाहिँ अब भेरिफाई भइसकेको छ र तपाईँले चाहिँ अब यो बाटो चाहिँ तपाईँले आफ्नो मोबाइलको लागि थम्बनेल एड गर्न सक्नुहुन्छ र तपाईँले चाहिँ यसरी नै आफ्नो थम्बनेल एउटा थम्बनेल एड गर्नु होला र आफ्नो थम्बनेल एड गरिसकेपछि साथीहरू तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। थम्बनेल एड गरिसकेपछि माथि देख्न सक्नुहुन्छ सेलेक्ट भनेको छ, यसमा क्लिक गर्नु होला। सेलेक्टमा क्लिक गरिदिनु होला र सेलेक्टमा क्लिक गरिसकेपछि यहाँ माथि सेभमा क्लिक गर्नु होला र सेभमा क्लिक गरिसकेपछि साथीहरू तपाईँ फेरि पेन्सिलको आइकनमा क्लिक गर्नु होला। पेन्सिलको आइकनमा क्लिक गरिसकेपछि यहाँ तपाईँले अनलिस्ट भनेर लेखेको छ, यसमा क्लिक गर्नु होला र यसलाई चाहिँ तपाईँले पब्लिक गरिदिनु होला। पब्लिक गरिदिनु होला र यहाँ ब्याग आएर यसमा चाहिँ सेभ गर्नु होला र तपाईँहरूको भिडियोमा चाहिँ साथीहरू थम्बनेल लागिसकेको छ, देख्न सक्नुहुन्छ तपाईँले यहाँ आफ्नो भिडियोमा तपाईँको भिडियोमा थम्बनेल लागिसकेको छ र हामी युट्युबमा गएर पनि यो देख्नेछौँ र तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ थम्बनेल लागिसकेको छ। र यसरी नै साथीहरू सजिलो तरिकाले चाहिँ तपाईँले आफ्नो युट्युब च्यानल खोलेर क्रिएट गरेर तपाईँले चाहिँ आफ्नो भिडियोमा राम्रो तरिकाले चाहिँ भिडियो अपलोड गर्न सक्नुहुन्छ, थम्बनेल बनाउन सक्नुहुन्छ, ब्यानर बनाउन सक्नुहुन्छ। यस्तै विभिन्न खालका भिडियोहरूको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला र च्यानललाई सब्सक्राइब गरेर मेरो भिडियोलाई एक लाइक गरिदिनु होला। साथीहरू तपाईँहरूलाई कस्तो खालको भिडियोहरू चाहिए कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला र म अन्य जानकारीका भिडियोहरू ल्याइराख्नेछु तपाईँहरूको लागि। हेलो साथीहरू, तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? भिडियो मन परेको छ भने चाहिँ तपाईँहरूले एउटा लाइक गर्नु होला, एउटा कमेन्ट गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र म तपाईँहरूको लागि यस्तै विभिन्न खालका भिडियोहरू ल्याएर उपस्थित हुनेछु र तपाईँहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र अहिलेलाई चाहिँ यति नै साथीहरू। फेरि भेट्नेछौँ नेक्स्ट भिडियोमा। बाई बाई।